साथीहरु म फाइनली रूपमा चाहिँ दाङको यो भाइरल पुल भन्ने ठाउँमा आइपुगेको छु हैन। अत्यन्तै भाइरल तपाईले टिकटक युट्युबमा सामाजिक सञ्जालमा अत्यन्तै तपाईहरुले चाहिँ यो पुलको चाहिँ भिडियो देख्नु भएको होला हैन। फाइनली चाहिँ म समयबस यो पुलमा आएको छु हैन। ल हेर्नुस् पुल चाहिँ अत्यन्तै लामो रहेछ र अलि साँघुरो पनि रहेछ हैन। ल हेर्नुस् दुईवटा बाइक पनि क्रस गर्नलाई चाहिँ अत्यन्तै गाह्रो हुने जस्तो देखियो हैन। ल हेर्नुस् अनि यो बोटहरु चाहिँ सामाजिक सञ्जालमा अत्यन्तै भाइरल भइरहेका बोटहरु चाहिँ यिनी हुन्। दुईवटा बोट चाहिँ अहिले यति बेला चाहिँ थन्किएका अवस्था छन्। ल हेर्नुस् पुरै सन्नाटा छाएको छ। कोही एउटा व्यक्ति पनि तपाईले देख्न सक्नुहुन्न यो ठाउँमा चाहिँ। ल हेर्नुस् पानी चाहिँ अत्यन्तै गहिरो रहेछ। ल हेर्नुस् उहाँले चाहिँ तर्दै हुनुहुन्छ यसरी। यसरी पानी यो नदीलाई चाहिँ बाँध बाँधेर चाहिँ हैन यसरी ल हेर्नुस् बाँध बाँधेर पुरा हेर्नुस् यो कालो कालो पलासी देखिरहेछ। यो सबै बाँध बाँधेर यसरी चाहिँ पानी जम्मा गरेर चाहिँ बोटलाई चाहिँ चलाइएको रहेछ। र यति बेला चाहिँ अब यो बोट चाहिँ अलिअलि घाँया गुँया चाहिँ किन बन्द भयो भन्ने विषयमा चाहिँ म तपाईहरुलाई जानकारी दिन चाहन्छु। किनभने यो बोट चाहिँ अब कुनै पनि सरकारी निकाय अथवा सम्बन्धित निकायलाई चाहिँ जानकारी नदिएर चाहिँ आफ्नो मनमानी तरिकाले चाहिँ आफ्नो व्यवसाय आफूले पैसा कमाउनको निमित्त कसैले कुनै व्यक्तिले गरेको हुनाले चाहिँ यो चाहिँ रोकिएको छ। किनकि यो त अब सार्वजनिक ठाउँमा चाहिँ यसरी कुनै व्यक्तिले चाहिँ आफ्नो व्यक्तिगत आफ्नो सम्पत्ति जस्तै गरेर चाहिँ चलन गर्न पाउँदैन। त्यसको लागि चाहिँ सरकारले चाहिँ बन्द गरेको रहेछ हैन। यो कुरालाई तपाईले चाहिँ के भन्न चाहनुहुन्छ? साच्चै पनि यो बन्द गरेर ठिक गर्यो त स्थानीय सरकारले हैन अथवा ठिक गरेन त हैन? अथवा अब यो पुलमा चाहिँ अब भाइरल पुल बनाइएको छ। तर ल हेर्नुस् यसरी यसरी त्यहाँ हेर्नुस् खोलाको बीचमा चाहिँ अब नेपालको झण्डा रहेछ त्यहाँ चाहिँ। अनि बोटहरु चाहिँ यसरी थन्काइएको रहेछ। अब चाहिँ यो विषयमा चाहिँ के भन्न चाहनुहुन्छ हैन? के गर्दा राम्रो छ? साच्चै फेरि पनि अब यस्तै गरेर बोट सञ्चालनमा लिएर फेरि भाइरल बनाउने हो कि? ल हेर्नुस् बोट नभएको बेलामा चाहिँ कुनै छैनन् के मान्छे यार कसम पनि। ल हेर्नुस् त आखिरमा त्यो बोटले गर्दा नै मान्छेहरुको यस्तो भिड भडका रहेछ भन्ने बुझ्यो। ल हेर्नुस् अब यस्तो पनि हो। अब हाम्रो नेपालमा चाहिँ अब नेपाली समाज र अब हाम्रो ठाउँमा चाहिँ अब यो बोट सञ्चालन हुनु भनेको एउटा नौलो कुरो थियो हैन। र बोटको चाहिँ सवार लिनको निमित्त चाहिँ एउटा नयाँ अनुभव पनि थियो हैन। हाम्रो लागि हाम्रो सबैको लागि चाहिँ एउटा नयाँ अनुभव थियो बोटमा चाहिँ। अब जस्तै हामीले चाहिँ अब नेताहरुको कुरा मात्र सुन्थ्यौं हैन। पानी जहाँ चलाइदिन्छौं यहाँ चलाइदिन्छौं वहाँ चलाइदिन्छौं भनिसकेपछि एउटा व्यक्तिले पनि चाह्यो भने त सामान्य अब बोट त चलाउन सकिँदो रहेछ त भन्ने एउटा प्रुफ पनि भयो, एउटा उदाहरण पनि भयो हैन। त्यो किसिमले अब पर्यटकीय क्षेत्रहरुमा चाहिँ पर्यटकलाई चाहिँ भित्राउन सक्षम पनि सकिँदो रहेछ, हुन सक्दो रहेछ, गराउन सक्षम हुँदो रहेछ। पर्यटकहरु चाहिँ भित्राउन सकिँदो रहेछ। यसरी पनि गर्यो भने हुँदो रहेछ, सबै कुराहरु चाहिँ सम्भव रहेछ भन्ने कुरा एउटा पुष्टि पनि भएको छ। र एक हिसाबले चाहिँ अब यो चाहिँ अब मनोमानी तरिकाले गरेको हुनाले चाहिँ अलिकति समझदारी रूपमा सरकारले नै यो कुराहरुलाई चाहिँ अलिकति मध्यनजर गरेर चाहिँ अगाडि बढेको भए चाहिँ यो निरन्तरता दिएको भए अझ राम्रो हुन्थ्यो। यो दाङको लागि पनि र यो स्थानीय सरकारको लागि पनि आय स्रोत बन्थ्यो हैन। स्थानीय युवाले पनि रोजगार पाउँथे भन्ने विषय हो। ल हेर्नुस् पुल चाहिँ अत्यन्तै राम्रो पनि रहेछ हैन, धेरै अग्लो पनि रहेछ र अलि एकदमै मान्छेहरु लगभग तपाईलाई भनौं न दुईवटा बाइक पनि क्रस हुनलाई चाहिँ अत्यन्तै गाह्रो हुने जस्तो सम्भावना देखियो। त्यही भएर पनि अब भाइरल भनिसकेपछि अब यो पुलमा चाहिँ मान्छेहरुको आवाज जावत अत्यन्तै भिड भडका र यो पुलले चाहिँ आफ्नो क्षमता अनुसार पनि थेक्न नसक्ने अवस्था भइसकेपछि सरकारले पनि यो बन्द गरेको अवस्था छ। यति बेला तपाईहरु चाहिँ के भन्न चाहनुहुन्छ हैन यो विषयमा? साच्चै पनि यो पुललाई चाहिँ सबै कुराहरु सञ्चालनहरु बन्द गरेर चाहिँ बोटहरु बन्द गरेर चाहिँ सरकारले के राम्रो गर्यो त स्थानीय सरकारले हैन? त्यो विषयमा तपाईहरु के भन्न चाहनुहुन्छ? ल भिडियो हेरेर चाहिँ साथ दिनुभयो। तपाईहरु पनि यदि भाइरल पुल हेर्न आउनुहुन्छ भने यति बेला चाहिँ एकदमै सन्नाटा छाएको छ, केही पनि छैन हैन। एउटा माखो सुत्दा पनि मनकेको छैन।
यो देख्दा त मलाई अचम्म लाग्यो होइन। त्यही पनि अब बोट नभइदिएको भए त यो भाइरल हुने त अलिक सम्भावना कमै थियो, तर पहिला पनि भाइरल त भएकै हो। तर जति यो बोट आइसकेपछि भाइरल बन्दै गयो, धेरै अब चर्चाहरू हुँदै गयो, तर अहिले चाहिँ छैन है। ल भिडियोमा अन्त्यसम्म हेरेर साथ दिनुभयो। भिडियोमा यदि नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरेर साथ दिनु होला है त। धन्यवाद।